ल अन्तिम चरण हाम्रो माछा के कति पऱ्यो अब यसो त्यसलाई कुतै हुँदैछ सबै फेरि हाम्रो बुझ्दैन यस्तो यस्तो बुझ्दैन छ चाउ पनि यो माछा त कक्रको भइसक्यो काले बुझ्दैन बनाउँछ के यो त गोरे गोरे भनेको काले रहेछ यो चाहिँ कालो रहेछ ठुलो ठाउँमा ठुलै मरेछ यो सुरुमा परेर मारेको यसमा यस्तो ठुलो यो बुझ्दैन त्यति नरान झन् यो समात्ने एउटा टुप्पो दाइ त्यो उजोमा हालेको पानी चुइन्छ यो पानी भन्छ हाल्यो त मिलाएर निकाल साथीभाइहरू अझ त्यो केटाले निकालेछ के गोर्खाली मामाको आएको साथीहरूले देखेछ त्यो हान्दाखेरि देख्यो होला नि राडी इजाराले अनि माथि माथि हाम्रो सोल्टी कता गयो भने त भित्र लुकेर बसिरहेको रहेछ यार आउ निकाल्नु नि माछा निकाल्न पहिला सबै माछा यस्तो मजा आयो नि बुझ्नेहरु पऱ्यो यो त चिक्ने कस्तो यो सबै परिजाँदो रहेछ त अङ्ग्रेजी नबोले सबै तालमा त आउँदा अङ्ग्रेजी हामीलाई नै आउँछ तिहारी जाल भनेको जाल होइन एउटा यो पास यो छोड्दै यो रामकृष्णले गर्दो रहेछ त्यसरी होइन कि पाले पाले त्यसो गर्ने होइन के एउटा ठुलो समाएर तिहारी